Hello and namaste to everyone. This is Sunwali Vai after sunsun. Chala म इंग्लिश में जाछु. अच्छा मस्त हो गयो अलिकति हैन. अनि त्यसपछि म अहिले मेरो पार्कमा आएको छु के म जहिले आउने पार्क हो के. मेरो पार्क चाहिँ हैन. कस्तो हो के यिनीहरु हाउडेहरु. कस्तो हाउडे. यस्तो हुनु हुँदैन है. कति हो भाडा? भाडा कति हो? मेरो भाडा पार्कको के भएन? मेरो भाडा मलाई थाहा न मेरो कति हो. जेपीटी युट्युब च्यानलको कुरा नपत्याउनु होला कृपया गाइजहरु. हैन उहाँले के रे जेपीटी भनिरहनु म त्यसो भन्दिन यार. मेरो साथी लास्ट लदाउँछ कि यो वाला साथी. यसलाई म यति धेरै देखाउँछु नि तपाईहरु हेर्नु ल. नभए यसरी न यता देखाउनु यार. देखाउनु यार यसलाई देखाउनु यार यसलाई देखाउनु यार. कस्तो औडा खाके यो भन्छ त. कस्तो औडा हो कि होइन भन त. हो कि होइन भन न. हो रे अझ हो रे हो भाइ. हो भाइ म त के रे उइसमा आइरहन्छु नि त. नमस्ते तासुले कासुदेले यो सबैको इन्ट्रोडक्सन गर के गर. उसको नाम हो अनुराधा सरनी. अनुराधा शर्माजी. अनि तपाईँको इन्ट्रोडक्सन दिनु. हेलो गाइज. किन आज यताबाट जाने भन. क्यु उता नजाने पारिपट्टि नजाने हो. ए ल यताबाट ल गाइज. अहिले हामी यति धेरै यस्तो राम्रो पार्कमा आएको छु. त्यो पनि धेरै खोला गनाउँछ होइन. त्यो चाहिँ एकदमै राम्रो पार्क हो होइन. तपाईँहरूलाई केही नभन्नु सिधै यो पार्कमा आउनु. अनि तपाईँहरूको नाक ठ्वास ठ्वास गनाउँछ होइन. होइन त कसो. अनि यो चाहिँ यस्तो हरियाली छ होइन. के कसो कुछ कुछ होता है किसी और को देख के कुछ होता है. घंटी बजता है. डेटिङ बस रही है भन रे हैन. हाम्रो मात्रै छैनन्. सी गन्धाहरू. अनुराधाको छ अरे नि त हो. हो अनुराधा यो झाडीमा बसिरहेको थियो क्या अनुराधा. ऊ भागे यार. तिमी भाग. आऊ हाम्रो लभली कुकुर. हाम्रो साथी भेट्यो होइन. अनुराधाको बेस्ट फ्रेन्ड. अनुराधाको बेस्ट फ्रेन्ड. ऊ भागे यार तिम्रो बेस्ट फ्रेन्ड यार. कस्तो म यो कट गर्छु क्या गाइस. म त्यस्तो केही भन्दिनँ. मलाई म यस्तो फटानी छुइनँ हौ. के बोलेको ऊ त्यो हेर न. कस्तो यहाँ चाहिँ पुरै एक्सर्साइज गर्ने ठाउँ हो होइन खासमा भन्नुपर्दा चाहिँ. के कसो यहाँ एकदमै वातावरण छ कि यहाँ पनि फोहोर फ्याँक्ने छ क्या. तर हामी वातावरणको यही हो क्या अनुराधाको. फ्याँके अनुराधा हो अनुराधा. अनि यहाँ चाहिँ यस्तै छ होइन. के हो क्या मेरो यो मोबाइल त्यस्तै हुन्छ क्या पागल जस्तो हड. यस्तो छ होइन. अनि अरू भन्नुहोस्. यो पार्कको बारेमा भन्नु ल. यो पार्क एकदम राम्रो छ भन्नु छिटो. यो पार्क एकदम राम्रो छ गाइजहरु. हेर्नु यस्तो फोहोरहरु छ यो पार्कमा. एकदम दामी छ के यो पार्क. यस्तो बनाउँदैन नि गाइजहरु. मान्छेहरु साच्चै भन्नु मार्गी लागेको मान्छेहरु आयो भने उनीहरुको मार्गी हट्छ के गाइजहरु. सुन्नुभयो गाइज. ल यो गर्दिनु नि त नि. यसलाई उयो नभएको बिएफ नभएको मान्छे हक गर नि. यता हक गर के. ए बिएफ नभएको मान्छे हक गर्ने हो क्या यसरी. के कसो यसरी हक गर्ने. यसरी नै उसको भनेको आजकल यो पार्कमा नि आउन माने छैन कि. ऊ जहिले आउँथ्यो क्या पार्कमा त भन्नुपर्दा. मेरो कपालमा हो पक्कै पनि त्यही हो कुरा. के गर्छ अनुराधा साँच्ची भन है. भन छिटो साँच्ची भन. अनि यहाँ चाहिँ यस्तै मन्दिरहरू छ होइन पार्कको भित्र. जय गणेश. उयो दाइ चाहिँ के भएको क्या हाम्रो बडी फ्लेक्स गर्दैछ क्या यत्रो मान्छेको अगाडि. अनि यो दाइ अघिबाट हाम्रो अगाडि मात्रै कुदायो. कहाँ हो क्या मैले देखिनँ. कहाँ यस्तोमा कोटी छ नि यस्तोमा मुखेर न कस्तो पारा नि. ए मलाई गुड भनेको मलाई देख. अनि यहाँ चाहिँ यति धेरै मान्छेहरू छ होइन. अनुराधालाई मात्रै देखाउँछ आज. कति बेला जान्छ अनुराधा मेरो भ्लग हेर्ने. ऊ पनि मेरो भ्लग हेर्छ किन. मेरो भ्लगमा गएर एकदम के भन्छ अरे हामी भाइरल हुन्छ के. भोलिदेखि पैसा कमाउन थालिन्छ. म फेरि यस्तो भाइरल मान्छे हो कि मेरो दिदीहरूलाई नि भाइरल गराइदिइहाल्छु के.
जाऊ तिमी उता जाऊ त्यो पानीले कस्तो छिटो बढाइसके कहाँ हो क्या कहाँ गएको के गएको चाहिँ कहाँ यो रुख पनि नाङ्गे भएछ गाइजहरू यो देखाइदेऊ त नाङ्गे भएको छ गाइज यो रुखहरू मैले नोटिस गरेको छैन बाहिर अनि यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ के हो यसको नाम भन अनुराधा यसको नाम यो मकै अहिले फल्छ र यति साह्रो फलेको छ ओ भाइ मकैको बोट हो क्या यो बुझ्नुभयो यसरी यहाँ ब्याडमिन्टन चल्दैछ ल यहाँ बस्ने आइपुग बस क्या तिमी कस्तो बुढी बसेर भन्दा म त भिडियोमा त गराइदिन्छु फेरि छिटो यहाँ बस कि यत्रो ठाउँ खाली राखेको छु म मान्छे यता बसिरहेको छु पुरै छिटो बस है कस्तो औडा मान्छे हौ बस क्या फाइनली बस्यो त्यो पनि अनुहार देखाउन यता फर्काइदिनु त दिदी टाउको पुराक्क पड्काइदिनु त यतापट्टि पुराक्क मड्काइदिनु त यहाँ चाहिँ जम्पिङ ज्याक्स हुँदैछ है गाइज हामी जस्तो रुखमुनि बसिरहेछ अनि यहाँ डेटिङ हुँदैछ है कस्तो डेटिङ हुँदैछ क्या भागिहाल्यो नि कस्तो डेटिङ देखाउँछु भनेको त कस्तो बस क्या यहाँ बस न यसलाई त म यस्तो देखाउँछु क्या यो धेरै नै उयो हुन्छ के कस्तो लजालो क्या कस्तो लजाको मलाई लाज लागिरहेको थियो कि यहाँ भ्लग बनाउनु तर मलाई अहिले कन्फिडेन्स लेभल आइरह नि मेरो कपाल चाहिँ नहेर्नु यसलाई हेर क्या भएर अब छोड्यो क्या छिडाउ क्या यस्तै छ यहाँको दुनियाँ आऊ क्या म देखाउँदिनँ ल पर्रै बसिरहेको छ यो मान्छे पा आऊ के ओ आऊ के यस्ता मान्छे छ है हाम्रो दुनियाँमा चाहिँ त्यही पनि केही छैन के हुँदैन कस्तो आऊ के छिटो ल त्यहीँ बसिरहेछ पागल के भनिरहेछ मैले सुनेको छैन फाइनली आएको त थियो मैले भ्लग के अरे स्टार्ट गर्न भुलेँ क्या अब हेर अब अझ यो तिमीलाई त छेल्दैन भाइ तिम्रो अनुहार मात्रै त्यहाँ जाने यहाँ हो के साह्रो लजाएको के साह्रो के क्यामेराबाट तिमीलाई एलर्जी हुन्छ हो भन्छ अब हेर पक्कै ऊ अब कहाँ हो के यता उसलाई छोडिदिनु गाइज अब ऊ यस्तै छ क्या अब मान्छे ऊ यस्तै हो क्या मान्छे नै यता गीत गाउँदैछ भागिहाल्यो क्या कस्तो भागिहाल्यो खै कस्तो गीत रहेछ हामी पनि हेरौँ यस्तो गीत सुन्यो भने मलाई झ्याउ लाग्छ क्या यहाँ भर्खर एउटा सिन भइरहेको छ यहाँ कसैको फोन आइरहेछ होइन अनि हामी चाहिँ यहाँ भाग्नुपर्ने भइरहेको छ किनभने यहाँ फोन आएको हामीले भनेको छैन कि हामीले भनेकै छैन कि यहाँनिर के अरे यता आउँछौँ भनेर सो हामी चाहिँ अहिले कहाँ जाने क्या म ढुकढुक भइसक्यो ढुकढुक भइसक्यो अरे एउटालाई साँच्ची हो ओ अनुराधा कहाँ जाने उता जाम के पुलिस बिटकोमा उहाँ पर छ क्या गाइज उहाँ चाहिँ घर जाने बल्ल तले उसको छुट्टी भइरह आऊ क्या अनुराधा अब हामी जानुपर्ने हुन्छ गाइज होइन कता जाने के भन्नु न सुनसान ठाउँ पनि छैन के यस्तो खोलामा त देखिहाल्छ नि सुनिहाल्छ क्या मान्छेको भोइस फेरि त्यो पनि यति धेर लो उयो छ क्या फेरि मान्छेहरू यति धेर छ यहीँ बसौँ क्या जहिले हामी यहीँ त बसिरहेर कल गरिरहेको हुन्छ यहीँ बस्नु नै ठिक छ योभन्दा त बस क्या यहाँ बस उसलाई चाहिँ के भएको छ अघिबाट बस भनेर चाहिँ यत्रो ठुलो ठाउँ के म यत्रो मान्छे उहाँ यहाँ बस्नु छिटो कल गर्नु उठाउनु हावा खानु ऐसा ही होता है कुछ कभी कभी ऐसा ही होता है आफ्नै धुनमा छ के सो गाइज होइन मैले चाहिँ अब भ्लग इन्ड गर्न आँटेको किनभने यो यतिकै हाउडे भ्लग भइरहेको होइन आजको लागि चाहिँ अनि त्यति नै हो सो आजको लागि चाहिँ यति नै होइन अनि सब्सक्राइब गरिदिनु भन न हो युट्युब च्यानललाई यस्तो नलजाइकन प्लिज ल सबैजनाले सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई ल सी यु इन द नेक्स्ट भिडियो बाई बाई